ठ्याक्कै 10 बजेको यो कलङ्गी चौक हो। 10 बजे यति सुनसान भइसक्यो भने त यो त अलिक चलायमान हुनुपर्ने बजार। सुनसान, सब पसलहरू बन्द, सडक सुनसान, पारितिर अन्धकार। राजधानी चाहिँ नियमले भने चलायमान हुनुपर्ने रातभरि बल्ल आर्थिक गतिविधि बढ्थ्यो। अनि यही हिसाबले अर्थतन्त्र उत्थान त कसरी होला र? पारिक शहीद हस्पिटल कलङ्गी चौकतिर आउने, बालाजीतिर आउने बस, बाइपास, इथला अन्डरपास यस्तै छ, सुनसान छ। मेरो भन्नुको तात्पर्य चाहिँ के भन्दाखेरि बाटो त सबैलाई थाहा भएको कुरा, तर अर्थतन्त्र चलायमान हुनुको निम्ति राति पनि चल्न भने 10 बजे राजधानी यदि सुनसान हुन्छ भने यसले चाहिँ के सङ्केत गर्छ? यो इन्डिकेटर चाहिँ हाम्रो सुस्त अर्थतन्त्रको इन्डिकेटर हो। यो त्यसै सङ्केत गर्छ। यसले साह्रै धेरै आशावादी हुन सकिँदैन यो हिसाबले।